जादुवालाको अनुहारमा हेरेर चलाकी थाहा पाइन्न हातको चलाकी दिमागको बदमासी अब यो बल मैले अन्त लुकाएँ भने ए दाइ मेरो हातमा हैन मुखमा थुकिनु होला तर अहिले मनुष्य तपाईहरुले खाली प्रकाइदिनु होला मेरो नाममा पर्दैन पशुपतिनाथको नाममा है हात दुई रज गर्नुस् ल हेर्नुस् 1 2 3 मन दिन्छु यो बल लिएर उयो राखिदिनु होला है यो सब माथि ल्याएर ल रेडी 1 अहिले तल गर्नु न पृथ्वी नारायण शाह हो दुई रज गर्नु 3 मन्सु सबैले प्रेमले ताली पड्काइदिनु होला अलिकति घेरा घेरासम्म आइदिनु है अलिकति बोलो भएर आइदिनुस् डराउनु पर्छ अलिकति अगाडि आउनु घेरा घेरासम्म रेडी ल मेरो हात मेरो होला 2 ल ताली पड्काउनुस् त मेरो जादु सुरु भयो मेरो मन्त्र भयो के ल तलबाट बज्न हात लिएर जा ताली पड्काइदिनुस् एकचोटि सबैले ताली त पड्काइदिनुस् एकचोटि ताली त पड्काइदिनुस् अब बन्द गरेर त्यही राखिदिनुस् दाइ बन्द गरेर त्यही राखिदिनुस् अनि म यहाँबाट अब जुन बोल राखिदिनु न भने बन्द होला तपाईँलाई समात्न दिएको हो कि न मैले बलको कलर कस्तो थियो पहेँलो थियो हो कि होइन बल कहाँको थाहा भएन 1 भन्दा कसो गर्नु भएको थियो 2 भन्दा 3 भन्दा ओइ खेलवाले भाइ खेलेको बलै हरायो दाजुको बल हो हेर्न दाजुभाइको खल्ती पकेटमा गएको हुँदैन अब यो दाजुको बल हो अब यो दाइको खल्ती पकेटमा गएको हुन सक्छ यतिखेर मान्छे अगाडि विजय होला है दाइ तपाईँको खल्तीबाट बल निक्ल्यो भने इमानदार हुन्छ कि बेमान हुन्छ बेमान होला फेरि यत्रो मान्छेको अगाडि विजय होला बल निक्लेको एकचोटि चेक गरौँ यस टक्काउनु त बल झऱ्यो झरेन पाइट टक्काउनु त अलिक टाइट यहाँ खोलेर टक्काउनु न कहाँ खोल्यो कोही खेलवाले बाबु पाइट खोल्यो भने लाज हुन्छ कोही खेलवाले भाइ भनेर सोधिन्छ जल्दी गर्नु कोही खेलवाले भाइ बल कहाँ गयो भनेर सोधिन्छ बल कहाँ गयो आकाशमा गयो के भन्छ मेरो भाइले आकाशमा गयो रे आकाशमा गयो रे आकाशमा गयो रे बलको कलर कस्तो थियो भाइ पनि लिन जाने हो भनिदिनु भाइ पनि लिन जाने हो के भन्छ मेरो भाइले जाने हो कहाँ जाने भनेर सोधिदिनुहोस् कहाँ जाने हाम्रो जादुको बलिन आकाशमा जाने हो हेर्नुहोस् त माथि आकाश कति नजिकै छ आकाश नजिक हुन्छ कहिले यार होइन त पक्कै यो बलको कलर कस्तो थियो उयो भाइको गोजी पकेटमा लुकाएको हुनसक्छ एकचोटि चेक गर्नु फेरि यो आकाशमा गएर बल लिएर आउँछ अरे अनि त्यसपछि यो सर्व जिउँदो बनाउने तपाईँलाई छोरी मान्छे बनाउने है एकचोटि चेक गरिदिनुहोस् न तलदेखि माथिसम्म 2 मिनटको लागि यो भाइले बल केही लुकाएको छ तल माथिसम्म चेक गरिदिनु होला अब बल निकालिदिनु होला है र छिटो छिटो बल पहिलाको पुलिस हो क्या कहाँ पुलिस हो त यार तलदेखि माथिसम्म गर ल यो जोडले हात बाँधिनुहोस् यो भाइको हातबाट बल अन्तबाट बल ल्याउन नपाउनुहोस् जोडले हात बाँधिनुहोस् जोडले हात बाँधिनुहोस् यो उम्किन नपाओस् है बल लिएर आउन पाओस् छिटो छिटो जोडले बाँधिदिनु जल्दी गर्नुपर्छ बाँधिदिनुहोस् भाइ बाँधिदिनुहोस् खेलवाले भाइ जाने हो हेलो दाइ यो त बान्छ यताले फोन नुन चोरिया छ होइन भने सुन चोरिया छ अनि किन बान्यो त तपाईले बान भने भाइ हजुर मेरो अर्डरले तिम्रो हात बान्यो अब हेर्नी दाजु दिदी पनि यो दाइलाई के गर्दिने हो टाउको तल खुट्टामाथि टोकेमा एयरपोर्टमा हुन्छ हवाईजहाज यसको नाम हो सबैजहाज यहाँ गयो भने त विदेश जानु पनि पाइन्छ हङकङ लन्डन कतार त्यही भएर यो मैले यहाँ लिएर आएको जाने हो लतार भने म यहाँ आएको दाजुभाइ अमेरिका जानेको अनुहार ताली पड्काइदिनु त दाजु बसिहाल्नुहोस् दाइ ल बस्नु यो झोला अलिकति यहाँ लिएर आउँछु यो झोला अलिकति यो वेट घान्नेर यहाँ लिएर आउँछु म राखिदिन्छु ल भन्नुहोस् है जादुवाला झोलामा आएको तपाईँले
कोही खेल्ने भाइ हजुर चाहिँ अस्ति 7 जना पठाएको 7 जना फर्केर आएन यो भाइले हाल्यो बाजे कहाँ बिस्तारै आउँदैछ भन्न कहाँ फर्केर बसिहाल्नु पर्छ जानी हो जानी हो कि जक्क मर्नी हो थाहा छैन ल बसेर टोकरीमा त अर्थ गाह्रो हुँदो रहेछ भाइ जानी हो सानो भएछ जानी बेला 3टा गीत गाउने एउटा हिन्दी नेपाली एउटा बङ्गाली गमला होइन बङ्गाली नानीहरूलाई बल लिनु पठाइदिउँ है ल एकछिन यता आउनुहोस् त एकछिनको लागि यो तन्ना समातिदिनुहोस् यो तन्नाले अलिकति यसको पर्दा लगाइदिउँ यसलाई ढाकिदिउँ यो भाइलाई उडाइदिउँ अनि यसले बल लिएर आउँछ हुन्छ तपाईँ जानु त नजानी नि ल सिधा गर्नु ए पशुपतिनाथ भनेर उडाइदिनुहोस् जोडले उडाइदिनुहोस् ल ओइ भाइ भन्नुहोस् ओइ भाइ ल गइहाल भन्नुहोस् ल गइहाल के भो अझै झाङलाई गाह्रो भयो उयो तलबाट आएर घाटमा लिएर तना उडाइदिनु म गइहाल्छु ए यो तना उडाए जाने हो उहाँ आउनुहोस् त दाइ उहाँ तलबाट सुकेरी मरे तनाले राति आएर घाटबाट यो चियापत्ती बोक्नुहोस् त केही पनि हुँदैन किन समातेर मलाई के हुने भए मलाई पनि केही भइहाल्थ्यो नि म समातिदिनु भयो केही पनि हुँदैन समाउनु हुने भए त मलाई केही भइहाल्थ्यो नि केही पनि हुँदैन एकछिनको लागि समातिदिनु ल यत्रो बेर जादुमा सघाइदिनु भएको छ लास्टमा म गोबरको हल्ला बनाएर खुवाइदिन्छु होइन एकछिनको लागि ल यताबाट आउनु सिधा यत्रो जादुमा सघाउनु ल हातको मुनि खुला गरिदिनुहोस् त यो भाइले पठाइदिउँ ल त यो जय पशुपतिनाथ भनेर छोडिदिनु ल यता आउनुहोस् ल भाइ गइहाल भन्नुहोस् ल भाइ गइहाल के भो गाह्रो भयो हेरामाथि अब अर्को तन्न त छैन भाइ अब यतिकै गइहाल के भो के भन्छ मेरो भाइले तपाईँ जादु हेर्ने कि नहेर्ने भाइ उडेको हेर्ने कि नहेर्ने एकछिनको लागि पाइप खोलेर उडाइदिनु पक्कै हो ओइ भाइ भन्नुहोस् हो भाइ मलाई लाज लाग्दैन म दिम अनि खोलेर दिनु नि लाग्छ आँखामा लाग्छ आँखा मेरो खोलिदिनु नि त तपाईँ आफै खोलेर दिनु एउटा देख्नुहोस् यो भाइले उडाइदिनु ल धेरै मजाक भयो एकछिनको लागि हँसी मजाक यस्तो खेलमा हुन्छ नरिसाउनुलाई है यो एउटा खुट्टा देख्नु जय पशुपतिनाथ भनेर जय पशुपतिनाथ एउटा खुट्टा यहाँ देख्नु जय गुरु गोरखनाथ अर्को खुट्टा यहाँ देख्नु जय आर्यघाट सिधा यो तन्ना समातिन सक्नुहुन्छ ल सिधा समाउनुहोस् है यो तन्ना सिधा समाउनुहोस् यो तलमाथि नगर्नु होला तपाईँको फेरि पाइप पनि तलमाथि होला फेरि यो मन्त्र सिधै जानेछ भने सिधै माथि उठ्छ मन्त्र जाने चाहिँ के गरेको तलमाथि गऱ्यो भने मात्रै अहिले हुँदैन भइहाल्यो भने मेरो पनि हुन्छ तर हुँदैन है त्यस्तो हुँदैन छोडिदिनुहोस् यो मेरो खेलमा मेरो भाइ नयाँ छ केही पनि हुँदैन मन्त्र जानेछ सिधै माथि उठ्छु मन्त्र जानेको छैन भने यो भित्र गुम्सेर मर्न सक्छ होइन त तपाईँ मरेको जिम्मा लिने कि भागेको जिम्मा लिने त्यसमा मरेको र भागेको जिम्मा लिन आएको हो के भन्नु भाग्नु लाग्यो भने उसले टक्कुले गमा भाग्यो भने एकछिनको लागि ताकेको भाइ नरौरा ताकेको मात्रै ओइ भाइ भन्ने ओइ भाइ जाने भनेर सोध जानी जाने भनेर सोध जानी आकाशमा गएर के बनेर आउँछस् भनिदिनुहोस् आकाशमा गएर के बनेर आउँछ भोट परेको लाग्छमा बोका बनेर बाजेलाई बाटी पाउने हो तपाईँ बन्नु पाए बोका बन्ने कि पाठी बन्ने भाइ मान्छे कि बोका म बोका यो भागलाई हुन्छ यो मान्छे अगाडि भाग्ला नि
जाने बेला बोलायो औ सोलो लैजाऊ मान्छे पक्नु खेताएर त कहाँ अहिले मान्छे कहाँ हालेको उता हालेको अहिले पक्नु तपाईँको अगाडि उडिहाल्छ नि तपाईँ भाग्ला नि फेरि सधैँ सुन्नु है यो भाइ जान्छु त भने फर्केर आउँछु भनेको थियो त यसले भन्नुहोस् है भाइ त कति फेर फर्केर आउँछस् आवर त कतिखेर फर्केर आउँछस् अनि तँले बोलाइदिनु न ओइ भाइ त कतिखेर फर्केर आउँछस् ओइ भाइ भन्नु ओइ भाइ ओइ लड्का भाइ आइज मेरो गाला बड्का ओइ भाइ बोल्दैनस् तेरो टाउको छिन्दिम मामै छिन्दिनुहोस् लैजा बिरे बस्छ नि यो मान्छेलाई ओइ मसान भाग्यो भने दुईटा आउँदैन बिरालो भएको खेल होइन यहाँ सबैले हताल्दा मान्छे भेट्यो कि भेटेन हाल्दा मान्छे रहेछ ठिकै छ मान्छे रहेछ भने देखिनु गएर खोदा खाने को तपाईँले खाने मैले किन खाने के खोदा खाने म दाजुभाइ ल अहिले के भन्नुभयो जादुवाला भाइले त मान्छे नि उडाइदिए रे मान्छे उडाउने म यहाँ किन आउँथेँ दाइ गइहाल्थेँ नि नेपाल राष्ट्रिय ब्याङ्कको अगाडि अन्त अन्तरु मन्तरु झोलाभित्र पैसा छिरान्तरु भन्थे म यहाँ बाटोमा पढाउन नै आउँदिनँ थिएँ है तर माफ गर्नुहोस् है भगवान होइन माटोमा पिउला छोराछुरीको बच्चा होइन आकाशमा उनीहरूलाई मान्छेको बच्चा हो 23 वर्षको अघि टोकरीमा अट्नलाई पनि गाह्रो थियो दुईटा खुट्टा हाल्दा भेटेन पहिला म हेर्छु अनि सबैजनालाई टोकरी पल्टाएर देखाउँछु हुन्छ भन्नु है डराउनु पर्दैन है एउटा नेपाली भाइको खेल हो तपाईँ नेपाली म नेपाली भाइ एकखेल देखाउँथ्यो पहिला इन्डियन मुसलमान दाजुभाइहरूले आज एउटा सानो नेपाली भाइले देखाउँछ दाइ पनि नडराउनु होला एकछिनको लागि हाँसी मजाक हुन्छ केही पनि हुँदैन एकछिन यता आइदिनु होला बाटो काम ल यहाँ राख्नु दुईटाको हात लिएर भन्नुहोस् म यो भाइ कहाँ गएछ म खोज्दै हेर्छु पहिला हेर्छु ल भित्र हुन्छ दाइ ओइ भाइ घरमा पनि च्याउने यहाँ के गर्नु आउँछ रहेछ टाउको तल खुट्टा माथि गऱ्यो अनि म हेर्ने हो तपाईँको शुभ नाम के पर्यो कहाँ पर्यो अहिले घुम्नको मान्छे नेपाली कुरा बुझ्नुहुन्न तपाईँ यसलाई के भन्छ यसलाई के भन्छ काठ समाउनु न काठ के काठ यहाँदेखि त्यही भन्छु केही पनि ढाड्दिनँ है मान्छे छ काँटाको गाउँमा हेर्नु मान्छे छ हात छ खुट्टा छ जिउ छ भुइँ छ यत्रो भुइँ पनि दाजुभाइ यो दाइको आँखै गोल भयो तपाईँले यो मेरो भाइ देखेन होइन ऊ यो हड्डी मुनि छ नि ऊ त्यो हड्डीलाई बिचमा एकचोटि ढोकेर राख्नु त केही पनि हुँदैन हेर्नुहोस् त ऊ त्यो भाइ यहाँ त्यहाँ तर्पट ल्याएर पक्क भाइ त छैन हेर्नु नै दिउँसो भुतायो भने सबै खाना भुतायो भने जिन्दगी होइन भाइमा छैन नि के को भूत भने त ए मैले देखाएर होला तपाईँ आज हेर्नुहोस् टोक्री नि पल्टाइदिउँ अब ल छिटो छिटो यहाँ आफै आएर हेर्नु होला है जल्मी गर्नुपर्छ उयो मुरली समाउनुहोस् त यहीँ बस्नुहोस् 1-2 दिन भन्छु टाउकोमा ड्याम हान्नेला तर मेरो होइन है म बाहिर निकाल्छु